हेलो, म चाहिँ लाग्थे। अब गाउन गइरहेको गीत चाहिँ मेरो आफ्नै गीत रहेको छ, शीर्षक मेरी बन्धु भनेर। यो गीत चाहिँ मैले आफ्नै साथीको ब्रेकअपबाट इन्स्पायर भएर लेखेको गीत हो। मेरो साथी चाहिँ ब्रेकअप भएपछि एकदम स्याड बस्ने, यताउता गर्ने भइरहेको थियो, अनि मैले त्यसलाई नै इन्स्पायर भएर लेखेको गीत हो। शीर्षक चाहिँ मेरी बन्धु किन भन्दाखेरि उसको गर्लफ्रेन्डको नाम चाहिँ वन्दना थियो, अनि उसले चाहिँ मायाले बन्धु भनेर बोलाउने गर्थ्यो, त्यसैले हो। अनि लिरिक्स चाहिँ यस प्रकारको लेखेको छु, मैले कोर्न प्रयास गरेको छु। मै रुँदा मेरा आँसुले पोल्थ्यो भने तिमीलाई, मै टाढिँदा मेरो बिछोडले पिरोल्थ्यो भने तिमीलाई, के रुन्थ्यो होला र म, के छाडी जान्थे र म। मै रुँदा मेरा आँसुले पोल्थ्यो भने तिमीलाई, मै टाढिँदा मेरो बिछोडले पिरोल्थ्यो भने तिमीलाई, के रुन्थे होला र म, के छाडी जान्थे र म, के रुन्थे होला र म, के छाडी जान्थे र म। कति पाना नष्ट भए तिम्रो बारेमा वर्णन गर्दा, शब्द मेरा छरपष्ट थिए, अन्तिममा मैले एउटा लेख रचे, शीर्षक मैले मेरो बन्धु राखिदिए, शीर्षक मैले मेरो